सबैजनालाई आज चाहिँ हामी किबी बस्ती इलाम हेस्टी किबी प्रणाली अन्तर्गत नजिकको हाम्रो आदरणीय दाई दिलीराम खतिवडाको किबी फर्ममा छौँ र हामीले रेड किबी र गोल्डन किबी अगुवा फल थियो, अगुवा भेराइटी, त्यसलाई टिपिसकेका छौँ। अनि आजबाट चाहिँ अब हामी ग्रीन किबी, हेवार्ड, ब्रुनो, एलिसन इत्यादि टिप्न लागिरहेका छौँ र किबीको साइज चाहिँ अत्यन्त राम्रो छ। हामीले मल, पानी, कटिङ, प्रुनिङ मिलाएका छौँ र लगभग 150-200 देखि 250 ग्रामसम्मको किबीको दानाहरू पनि छ। र यो अहिले हामीले हेर्दै गरिया बोट यो 12-14 वर्षको भयो। यो जुन बोट छ यो बोट चाहिँ 12-14 वर्षको भयो र यसमा हामीले मसिनो बी र सी साइजको चाहिँ करिब 1 क्विन्टल जति टिपिसकेका छौँ र अझै पनि हामीसँग लगभग 50-60 केजीको दरको चाहिँ किबी छ। र किबीलाई चाहिँ मुख्य गरी किबी कृषकहरू र व्यवसायीहरूले यो किबी टिप्ने कुरामा चाहिँ एकदमै होसियारीपूर्वक किबी टिप्नु पर्ने हुन्छ। हातमा नङ छ अथवा यहाँ रुगाहरू लागेको छ भने पनि यो नङले यसलाई बिगार्दछ। अनि बिगारेर यो ठोकियो भने भण्डारणको क्रममा अथवा ओसार पसार र बजारीकरणको क्रममा पकाउने कुरामा यो कुहिन्छ, बिग्रिन्छ। यसलाई चाहिँ सरक्क यो नङ नगाडिने गरी टिपेर सरक्क क्रेटमा, कार्टुनमा राख्नुपर्ने हुन्छ। र किबीलाई चाहिँ पुस माघमै यसलाई कटिङ गर्दा यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू 1.5 फिटको अन्तरमा चाहिँ ओरपर पारेर कटिङ गरेर राखियो अनि मल पानी मिलाइयो भने अत्यन्तै राम्रो फल्छ। यसलाई फुलिसकेपछि इन्जाइमहरू, मलहरू, औषधिहरू राम्ररी पुर्याउन सकियो भने मात्रै ठुलो दाना हुन्छ। जब ठुलो दाना बनाउन सकिन्छ यो खानलाई मिठो हुन्छ, यसमा पौष्टिकता पनि बढ्छ अनि बजारमा पनि राम्रो दाममा बेच्न सकिन्छ। यसरी एउटै बोटलाई पनि हामीले चाहिँ धेरै किबी खेती गर्न नसक्ने कृषकहरूले नै एउटै बोटलाई मजाले कटिङ प्रुनिङ गरेर यसमा चाहिँ मलहरू राम्रोसँग मिलाउन सकियो भने पनि 1.5 क्विन्टल किबी फलाउन सकिन्छ। र 1.5 क्विन्टल किबीलाई यतिको किबीलाई हामी अहिले यहाँ गाउँबाटै 200 रुपियाँसम्मले बेच्न सक्छौँ। र त्यो किसिमले 100 केजी फलाइयो भने 20,000 रुपियाँ र त्यसै गरी 1.5 क्विन्टल फल्यो भने 30,000सम्म पनि लिन सकिन्छ वर्षमा। र एकखेप रोपेपछि त 50औं वर्षसम्म यो किबीले चाहिँ काम दिन सक्छ। र किबीमा चाहिँ हामीले एक रोपनीमा 12-15 वटा बोट रोप्न सक्छौँ भनेदेखि कम्तीमा पनि 1000 मिटरदेखि 2500 मिटरको उचाइको पहाडी भूभागमा किबी रोप्न सकिन्छ। यसलाई परागसेचनको लागि चाहिँ भाले बोट रोप्नुपर्छ, मेल बोट पनि, र 10% अथवा 100 वटामा 10 वटा चाहिँ कम्तीमा पनि भाले बोट रोप्नुपर्ने हुन्छ। भाले बोट चाहिँ फुल्नको लागि मात्रै हो, यसमा चाहिँ फल लाग्दैन। भाले छैन भने चाहिँ परागसेचन हुन सक्दैन। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त 250-300 ग्रामसम्मको किबी छ। यो चाहिँ एकदमै राम्रो साइजमा आएको छ र यो साइजका किबीहरू चाहिँ हामी कृषकहरूले बनाउन जरुरी छ। र एउटै बोटलाई तपाईँहरूले हेर्न सक्नुहुन्छ कति ठुलो छ। वरिपरि यहाँ हेर्नुहोस् कम्तीमा 15-20 फिटको वरिपरि चाहिँ छ यो झ्याङ। यो झ्याङमा यति मजाले फलेको छ र कुनै समय हामीले 4-5 वर्ष अगाडि 180 केजीसम्म पनि टिपेको छौँ यही बोटमा। र बिचमा त हामीले जोखेका छैनौँ, तर पनि यो किबी चाहिँ एकदमै राम्रो छ।